के छ साथीभाइहरू, वेलकम टु द न्यू ब्लग, नयाँ एपिसोड अफ आवर जर्नी। मेरी क्रिसमस सबैलाई होइन, ह्याप्पी न्यू इयर। उयोन आजको दिन चाहिँ कति बज्यो भन्दाखेरि चाहिँ होइन 5 बजिसक्यो बिहानको। अब चिसो छ होइन, अब जानु पर्ला जस्तो छ। अब भर्खर उठेँ, अब जिम जान्छु क्या। म पहिला राति जिम जान्थेँ नि त, अनि अहिले चाहिँ सोचेँ कि म अब छिटै उठ्छु, जे होस् मर्निङ प्लान्स बनाउँछु अनि जान्छु भनेर टक्क म जाँदैछु। अनि अब हिमांशु चाहिँ अघि नै उठेर गइसकेछ रनिङ हान्दै। अब म जाँदैछु, बिहान भइरहेछ केटा हो होइन, बिहान अब जानु पर्यो नि त चिसोमा होइन, के गर्नु भनेर। अनि त्यस्तै छ यार, बिहानै उठेर हेर न मान्छेहरूको घर हेर पुरै यस्तो छ। अनि यार क्रिसमस मेरो ठिकै भयो यार, रमाइलो भयो। त्यसपछि खाना खाएँ होइन, बेलुकाको म अल्छी मान्छे, तिमीहरूलाई लाग्छ म के अरे बिहानै उठेर जान्छु भनेर? होइन, भर्खर 5:30 बजिसक्यो। अब चाहिँ जानुपर्छ भनेर धेरै पछि जिम 1 महिनाको सब्सक्रिप्सन लियो होइन, जिमको 2 महिनाको लिएको थियो, 2 महिनै जिम गएन तर सब्सक्रिप्सन मात्रै। अनि अब फेरि तिर्यो, अब चाहिँ उठ्नुपर्छ है केटा हो भनेर अनि गयौँ। अब जाँदैछु टक्क, अब हुँदैछ के हुन्छ कसो हुन्छ भनेर हेरौँला नि त होइन। अँध्यारै छ यार, आजभोलि त रात पर्न नि छिटो रात पर्न थालिसक्यो, के गर्नु गाह्रो छ। अनि टक्क गुत्रक्क सुतिहाल्नुपर्छ केटा हो। अनि यहाँ साथीको यार प्लास्टिक झोलामा ब्याग ल्याइदिए, प्लास्टिक झोलामा अनि कपडा ल्याइदिएको, कामबाट आउँदैछ। के गर्ने त यार, आफ्नो काम भनेर भन्दिनँ। अनि त्यसपछि यार मलाई फेरि ब्याग बोक्न झ्याउ लाग्छ क्या, लास्टै झ्याउ लाग्छ मलाई ब्याग बोक्न, लास्टै अति झ्याउला मान्छु म होइन। अनि म ब्यागै बोक्दिनँ, त्यही भएर हो। अब बाटोमा भेटौँला फेरि। जहिले पनि तिमीलाई थाहा छ मेरो भ्लग यहाँबाट स्टार्ट हुन्छ अनि यो अगाडिको चोकको बाटोमा इन्ड हुन्छ क्या, किनकि म बोल्छु नि त। अनि बोल्दै सकिहाल्छ इन्ट्रोडक्सन, अनि यतिमै। अनि अरू कुराहरू त बाटोमा भेटौँला, बाटोमा गरौँला होइन। यस्तै छ यार केटा हो। अब म निस्केँ, अब केटालाई कल हान्छु अनि त्यसपछि भइहाल्छ। अहिले सियो टाढा सायोनारा, मेरी क्रिसमस, जिङ्गल बेल जिङ्गल बेल जिङ्गल लभै। मैले सोच्थेँ यार लन्डनमा बब्बाल हुन्छ क्रिसमस भन्थेँ, पार्टी साडी गएनन् क्या अरे, त्यही भएर नि होला। नभए त सेन्ट्रल लन्डनतिर राम्रो भयो होला नि होइन, के थाहा अब त्यस्तै कुरा हो। अब यार अनि फेरि एउटा कुरा है, क्रिसमस पछि फेरि थप्प हुँदो रहेछ है मान्छेहरूको चलहल, यस्तो हुँदो रहेछ। अनि त्यस्तै छ यार। म त सोच्थेँ अनि लन्डनमा पुरै हिउँ पर्छ, स्नोफल हुन्छ भनिन्छ भनेको त हुँदैन रहेछ केटा हो, हुँदैन रहेछ केटी हो। के गर्ने र केही छैन, नो वरिज। हामीलाई बाल नयाँ साल आउँछ, हामीलाई बाल नयाँ साल, हाम्रो फरक छ स्टाइल, त्यही हो। जाँदैछु, अहिले भेटौँला त केटा हो यार। मान्छे आइसक्यो आफ्टर लङ टाइम जिम जाँदै, कस्तो बिटी देखेको यार केटा हो। पनि देखाइदिन्छौ यार आफ्टर लङ टाइम भनेर यार, लङ टाइम पछि छोल्यो भनेर पनि देखाउने होला पछि। दोष यस्तो नभन न, हालिदिन्छु नि फेरि म युट्युबमा, तिम्रै बिल्ला हुन्छ दोष। फिल्टर बिना हो नि फेरि मेरो ब्लग फेरि। वाह आफ्टर लङ टाइम पुरै दादा सुपरम्यान लाएर दादाको ज्यान हल्का खुलित भयो तर बाल भएन। अनि यस्तै छ यार केटा हो। अब हामी सुरु हान्छौँ यार, मैले त यस्तैमा हान्दिनँ आँटेको। अब ल पछि भेटौँला है, अब ल चाहिँ केटा ल दोस्त आनन्दले हानौँ न बरु यार आज त। अब क्रिसमस नै छ दोस्त, ल फेरि मुख नछाड जब गाली दिन्छ नि टुट आवाज हाल्नु नि।
दोस्त त्यसरी हान्न थाल्यो भने त म एडिट खतरा हान्नुपर्छ नि त दोस्त अडियो हाल्नुपर्छ तिमीले बिचमा त्यही एउटा सानो अडियो 1 सेकेन्डको 2 सेकेन्ड त्यस्तै उहाँ हिमांशुले फोन राखेको छ त्यो तिम्रो फोन हो हो गाना हान्दै ल हिमांशुको फोन त्यहाँ यहाँ लन्डनमा तिमीले रिफरेन्स कसले दिन खोजे रेफरेन्स त्यो भन्नु हुँदैन यहाँ आएर केटा एयरफोर्स त्यसरी होइन क्या दोस्त अहिले देखाउने हो क्या रोक न एयरफोर्स त रुकन गर्ने चिज त म गरिहाल्छु भ्लगरलाई धेरै भन्छ यसको नि सुपरम्यान रहेछ एयरफोर्स डुप्पी एयरफोर्स ओजी है केटा हो यस्तै हो तर मेरो पुरानो भइसक्यो त्यही भएर काम फेरि मेरो कामको हो नि त फेरि कामको युनिफर्म लाइक दे वान्टेड मी टु बाइ एयरफोर्स ओ चलफल दिएको फेरि ल ल केटा हो अहिले भेटौँ न ल टक्क ल ल हो दोस्त हिमांशुले हान्दै पुलअप ल चिनअप ल लास्ट वार्मअप सेट हो यो जे भए पनि देखाइदेऊ त सुपरम्यान देखाइदेऊ त ल चेस्ट डे होइन आज केटा मैले हिमांशुलाई जोसाइदिएको या टिम्बरल्यान्ड किन्नलाई हेर त मा डक्टर मार्टिन छ हामीसँग भने किनिदिने दोस्त म किनिदिने किन्दिने ब्रोक स्यालेरी अब 1 हप्तामा आउँछ सिधै ब्रोक ग्रोसरी माछ सोध्ने गएलाई खाने होइन माछ खाँदैन खाने के खान्न माछ माछ जिम हान्ने टिम्बरल्यान्ड लाउने यो लाउने माछ एकछिन वेट मिलाउँछु यो ल अर्कै लेभलमा दादा 10 हो वार्मअप ल ल है फर्स्ट सेट अफ इन्क्लाइन बच्चावाला इन्क्लाइन हो कि प्रोपर इन्क्लाइन हो ठिकै इन्क्लाइन हो 45 45 किनभने दादाले त्यो हान्दैन नि त फ्ल्याट भन्दा अलि अलग दादाले सिधै सोल्जर जानेलाई हान्छ अनि सोल्जर भाँचेर सिधै डेभिड लेडरलाई एरामा पुग्न मन छ सुपरम्यान लाएर मा ल हाम्रो भ्युअर्सहरूलाई टिप्स मैले यति बोल्न पज गर्यो यहाँ यो पोइन्ट ए होइन यु गो पोइन्ट बी लाइक दिस then you again slowly control the weight so that the muscle can feel the weight अलिक बेसी यस्तो रेप्स यस्तो होइन क्या त्यो लेग प्रेसर बक्चुली देखिन्छ नि तल टग एल्बो टग एल्बो यस्तो टग this boom I'm done because this is my warm-up set ल and these weights are baby weights अहिले दाइले हान्छ दादाले हान्छ ल यसो मेरो हान्देऊ न त ल मेरो वार्मअप केटा हो मैले हिमांशुबाट के सिकेँ त म त्यो कुराहरू भन्छु तिमीहरूलाई यसरी एल्बो टक यस्तो गर्ने होइन अनि त्यसपछि बिस्तारै आउने केटा हो यसरी अनि एक्सपोजर कम गर्नु कहिले नि भिडियोको धेरै लाइट छ गोरो देखिन्छ अति गोरो यो चाहिँ तिम्रो यार फर्स्ट सेट भनौँ तलसम्म खोइ त हो यो मेरो घाँटी छुयो केटा हो मा कुरी हान्यो है हिमांशु दादाले हनायो मा गाँठ फाट्यो मेरो जुत्ता हेर्छौ केटा हो एक सेट बेन्चले गर्दा एक्सपोजर लक गर एक्सपोजर दामी घटाऊ ल यसबाट गर बाबालाई जाँदैछ केटा हो गाना बजाउँछु योबाट ल हेलो केटा हो यो चाहिँ हाम्रो ब्लगको दोस्रो दिन होइन यस्तो क्या अब जे भए पनि होइन यस्तो भइरहेछ अलिकति लाइफमा अप्स एन्ड डाउन्स भइरहेछ मेरो होइन केही कुराहरू आन्तरिक रूपले चाहिँ अलिकति बिग्रिरहेको क्या मेरो कुराहरू त्यही भएर चाहिँ होइन आइ एम फाइटिङ फर दिस होइन म मेरो ब्लगहरूलाई अलिकति एडिटिङहरू राम्ररी गर्छु होइन जे होस्
सब कुराहरू मेन्टेन गरेर हिँड्छु होइन. अनि त्यसपछि मलाई किन हो यार पहिला युकेमा बसेको अहिले मलाई घर जस्तो लागिरहेछ. म रातिको 2 बजिसक्यो, 2:30 बजिसक्यो. नेपालमा अब 6, 2, 3 भनेपछि 6, 7, 8, 9 बजिसक्यो नेपालमा. अनि त्यस्तै छ अब, त्यस्तै हो. अनि त्यसपछि खुसी लागिरहेछ होइन. अब सेकेन्ड इयर सुरु हुँदैछ. होप टु सी नाइस होइन, केही गरौँ. अनि त्यसपछि जस भिडियोहरू हेर्नेहरूले चाहिँ यसो सपोर्ट गरिदिनु होला, केही माया देखाइदिनु होला होइन. तपाईँलाई मैले भिडियोहरू हेर्नेलाई चाहिँ मैले एकदम त्यो क्या के भन्छ नोटिफाई गर्दाखेरि चाहिँ होइन मलाई केही गर्नु पर्दैन होइन. मेन चाहिँ तपाईँले कमेन्ट गरिदिनु पऱ्यो होइन. कस्तो खालको भिडियो आउँछ त, कस्तो खालको तपाईँलाई निन्द्रा लागिरहेछ. कस्तो खालको कमेन्ट गरेर चाहिँ कस्तो खालको भिडियो चाहियो त हजुरहरूलाई, कस्तो खालको के कुराहरू चाहियो त, के कुराहरू गरौँ त मैले होइन. त्यस्तो कुराहरू चाहिँ भन्नु पऱ्यो होइन. तपाईँहरूले जो जानकारी दिनु पऱ्यो मलाई. अनि त्यही हो, त्यसै गरी म इम्प्रुभ गरिहाल्छु होइन. अनि त्यही हो यार केटा हो यार, केही छैन अहिले चाहिँ अब सुत्दिने हो होइन. हेलो गाइज. अनि त्यसपछि मैले यस्तो होइन स्वेटर किनेको. मलाई लाइफमा चाहिँ जिन्दगीमा एउटा स्वेटर किन्नु थियो अलिकति. यो चाहिँ रफी छ होइन, यहाँ है दुलो परेको होइन, भर्खर आएको किनेको. यस्तो स्टाइल भन्छ नि त्यस्तै अब बिकारीवाला स्टाइल आजभोलिको होइन. त्यही हो केटा हो. अब लेट्स मुभ अन है केटा. काटेको है मैले आफैले कपाल. See you, tata tomorrow. जो गर्न खोज्छ राम्रो काम त्यही नर्क जान्छ. बाई बाई. This beautiful Chinese woman has gained a lot of popularity on the internet because of her beauty, but unbelievably, she is considered a fat model in China. And you didn't hear wrong, because the fact is that Yue Debao considers herself a plus-size model in China. But the Plus size fact is review? that unlike many Western countries, the Chinese have a different standard of beauty, where the ideal woman is very thin with a delicate silhouette, thin waist, long legs, small buttocks, and a very thin face. In other words, while Yue Debao is extremely beautiful,